हेलो गाइस वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। कस्तो हुनुहुन्छ सबैजना? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र आज फेरि पनि भ्लगको सुरुवात गरिसकेको छु र आज चाहिँ म एकदम रेडी भएर है मेरो दाइ आउनु हुँदैछ। दाइले चाहिँ कफी खान जाउँ न भनेर भन्नुभयो। अनि हामी म र दाइ हाम्रो नेपालको दाइ चाहिँ है हामी सँगै एउटा डिपार्टमेन्टतिर काम गर्छ होइन। अन्त दाइले चाहिँ आज भेट्न बोलाएको छ र आज हामी चाहिँ दुईजना कफी पिउन जाँदैछु गाइस। सो भिडियोलाई लास्टसम्म हेर्नु होला। अगर भिडियोलाई राम्रो लाग्यो भने तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गर्नु अनि सेयर गर्नु नभुल्नुहोस् होला। म चाहिँ निक्लिसकेको छु यहाँनिर होइन र दाइले चाहिँ वेट गरिराख्नु भएको छ र म चाहिँ एकदम दाइले गाडी लिएर आउनु भएको होला सायद। दुईजना चाहिँ कफी पिउने हजुरहरूलाई त्यहाँको भिडियोहरू देखाउने छु है। र गाइस म चाहिँ दाइलाई वेट गरिरहेको छु। Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars. र आज हामी चाहिँ फुल इन्जोय लिइरहेको छौँ गाइज होइन। आज चाहिँ एकदमै रमाइलो भइरहेको छ। दाइ र म छौँ होइन, पछाडि हाम्रो म्याम हुनुहुन्छ र एकदमै धेरै रमाइलो भइरहेको छ आज चाहिँ गाइज होइन। र गाइस हामी चाहिँ आज गइरहेको हामी चाहिँ आज यता आइसकेको छ होइन। आज चाहिँ हाम्रो रितेन भाइको गाना सुन्दै सुन्दै होइन कतार राउन्ड गरिरहेको छौँ। रितेन भाइ कङ्ग्रेचुलेसन तिमीलाई पनि होइन। एकदम गाना चाहिँ मन पर्यो तिम्रो गाना सुन्दै सुन्दै। आज हाम्रो दाइसँग आज कतार टुर गरिरहेको छ हामी चाहिँ। एकदम कङ्ग्रेचुलेसन वान्स अगेन होइन, तिमीलाई धेरै धेरै बधाई छ। र गाइस है हामी चाहिँ यहाँ फुल इन्जोय छ होइन, एकदम रमाइलो भइरहेको छ हो। अन्त किनकि अब आज चाहिँ है धेरै दिन बाद गएँ नि त म बाहिर होइन दाइसँग। अन्त रमाइलो भइरहेको छ। अब एकदमै राम्रो जग्गा छ, एकदम कम्फर्टसँगले होइन। एकदमै सिट बेल्ट लाउनै बिर्सेछु मैले चाहिँ, अघि चाहिँ अलिकति अप्ठ्यारो भयो है। अन्त सिट बेल्ट चाहिँ लाउनुपर्छ गाइस यहाँनिर होइन, एनी टाइम फ्रन्ट सिटमा बसेको छ भने चाहिँ। अन्त र गाइस हेर्नुहोस् होला। गाइस आज चाहिँ धेरै घुमियो होइन, घुमेर आइसकिसकेँ र आज चाहिँ मैले है एउटा कफी किनेको छु र दाइको चाहिँ एउटा सानो सेमिनार थियो र यो कफी किनेँ अनि कफी किनेर चाहिँ आइसकेको छु गाइज म है। र तपाईँहरूलाई यो कफी चाहिँ भोलि अब बिहानै ड्युटी जाँदाखेरि खाने हो होइन। र तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है। लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नुहोस् होला। र यति भन्दामै यो भ्लगलाई म इन्ड गर्न लागिरहेको छु र तपाईँहरूले माया गरिदिनुहोस् होला अनि भिडियोलाई सेयर गरिदिनुहोस् एन्ड लाइक गरिदिनुहोस् एन्ड सब्सक्राइब गरिदिनुहोस्। र गाइज गुड नाइट, ह्याभ अ स्विट ड्रिम। नेक्स्ट भ्लग अझै राम्रो लिएर आउनेछु है।